नमस्ते साथीहरू। नमस्ते भन्नु। आज यता हो लाइट कम्ती भएर केही देखेकै छैन र पता यता बनबालमा भैँसीको सुकुटी बनाउँदैछ हो। पाहुना आएको छ थुप्रो घरबाट। यता फेरि राइस पाक्दैछ। तातो छ, म त जहिले नै हात पोली पठाउँछु तातोले। बन्द गरिदिउँ ग्यास चाहिँ। उयो भएछ। यता सब्जी भैँसीको सुकुटी पाक्दैछ हो। फेरि यता यहाँ इस्कुस काट्दैछ। इस्कुस काट्दैछ यता साग। फेरि को चाहिँ भैँसीको मासु खानु हुँदैन अरे नि त। भैँसीको त के मासु केही खानु हुँदैन अरे, त्यसको लागि सब्जी साग र इस्कुस पकाउनु आँटेको। यता यो चाहिँ क्यान्सल होला जस्तै छ साथीहरू। अघि चाहिँ यो बनाउनु रेडी भएको चाहिँ यसको लागि रेडी प्याज टमाटर पनि राखेर, तर पकाउनु चाहिँ भ्याएकै छैन किनकि पाहुना आएर अरू सब्जीहरू बनाउनु पर्यो हो। त्यही भएर राइस फेरि दुईटा पकाएको। यता पनि कुकरमा पनि यता बेसी छ कि पाहुना, त्यही भएर नपुग्ने भएर डबल भात पकाएको हो। यता फेरि डान्स हेर्नु नि, नातिबाजीको डान्स यस्तो छ। यता डान्स चल्दैछ हो। हाम्रो चाहिँ यता लाइट अलिक कम्ती छ हो। अब अघिको सब्जी बनाउनुलाई जिरा हाल्यो। हामी चाहिँ 5 फरन लाग्दैछ। त्यो लसुन त हाल्नु पर्छ, हाल्ने हाल्नु। मैले त्यो उयो पनि गरेको छु तर बिर्सेको पनि छु। हाम्रो आमाको रेसिपी है, हेरिराख्नु हाम्रो आमाको रेसिपी। यो चाहिँ उयो लाउनु न। भक्कु लामो हुन्छ नि। अब प्याजको पालो साह्रै बारीकी चाहिँ काट्नु जान्दिनँ हेर्नु है साथीहरू। मेरो चाहिँ यस्तै हो है काटाइ। हामी चाहिँ शुद्ध सरसोको सागै हेरेर त्यसलाई खान्छौँ। हातले फेरि उम्लिँदैछ। दाँतले भ्याउँदैन भनेर गलाइदिँदैछु म। प्याज हेर्नु है पाकेर यस्तो भएको छ। अब प्याज पाक्यो। टमाटरको पालो हामी चाहिँ यसरी बनाउँछौँ के सब्जीहरू। अरू कसरी बनाउँछ त्यो चाहिँ थाहा छैन। अब चाहिँ हाम्रो यो जिरा लसुन खोर्सानी, अरू त मैले खासै अरू त हामी मसला खाँदैनौँ। त्यति नै हाम्रो मेन हल्दी, जिरा लसुन हल्दी खोर्सानी चाहिँ योमा चाहिँ अघि नै पिसेर राखेको। बनाउनुको लागि दिउँसो 3:30 मा रेडी भएको हो। अहिले पाक्दा ओर्दा चाहिँ बज्यो होला 6। त्यही हालेको अब यो हो हाम्रो फेरि भैँसीको सुकुटी है। तर यो चाहिँ अब हामी यस्तो हाल्छौँ कि भैँसीको सुकुटी हेरिराख्नु है साथीहरू। हामी चाहिँ फेरि मासु बेकारको सब्जी नै खाँदैन भन्नु जस्तो भयो नि। सब मसला नाच्न आयो। पाक्दै गरेको अब र अब आयो यसको पालो। यसरी काटले नै फल्दो बनाउँदा चाहिँ पिरो बनाउने हो नि त। अन्त के स्पाइसी भएको नहाल्नु नि। उयो नुन हालेको पहिला मेरो साथीहरू। अब चाहिँ पाक्यो ल, धेरै नै टाइम भयो हो। नानी एकछिन बेटु कोही टाइम
ल साथीहरू पाके ल हामी चाहिँ ज्यादा मसला चाहिँ अभोइडै गर्छौँ है हामी चाहिँ नर्मली मसला मात्रै खान्छौँ त्यो प्याकेटको मसलाहरू चाहिँ हाल्दैनौँ पनि खाँदैनौँ पनि हाम्रो चाहिँ जिरा लसुन अदुवा मात्रै हो है मसला हामी चाहिँ त्यति नै खान्छौँ है बाई बाई फेरि नेक्स्ट भिडियोमा भेटौँला आजलाई यति नै भन्दा पनि हो तर पनि अझै सब्जी बनिसकेकै छैन यता कराई बसाइराखेको छ हो यता बन्दैछ हो साग काटेर रेडी साग र इस्कुसको सब्जी अरे फेरि हो मासु खान्न ल बाई बाई भयो सबैजनालाई फेरि अर्को भिडियोमा भेटौँला बाई गरिदिँदा कसरी गर्दो